सुत्ने बेलामा तपाईको कोठा चाहिँ अलिअलि उज्यालो छ अथवा अलि धेरै उज्यालो छ अथवा भनौँ कि पूर्ण रूपमा अँध्यारो छैन। यदि यस्तो खालको छ भने चाहिँ तपाईले यो भिडियो एकदमै अन्तिमसम्म हेर्नु होला है त। सुत्ने बेलामा तपाईको कोठा पूर्ण रूपमा अँध्यारो छैन, अलिअलि प्रकाशको प्रवेश भइराखेको छ भने तपाई होशियार भइहाल्नुहोस्। हजुर। सन् 2025 को अक्टोबर महिनामा एउटा प्रतिष्ठित जर्नलमा प्रकाशित 88,000 भन्दा बढी व्यक्तिहरूमा झण्डै 10 वर्षको रिसर्चले के देखायो भने यदि तपाई एकदम अँध्यारोमा सुत्नुहुन्छ र तपाई उज्यालोमा सुत्नुहुन्छ भने तुलनात्मक रूपमा उज्यालोमा सुत्ने व्यक्तिलाई हार्ट फेलियर हुने सम्भावना 1.56 गुना बढी हुन्छ। हृदयघातको सम्भावना 1.47 गुना बढी हुन्छ। मुटुमा ब्लकेज हुने सम्भावना 1.32 गुना बढी हुन्छ। एट्रियल फिब्रिलेसन भनेको मुटुको चाल सम्बन्धी समस्या 1.32 गुना बढी हुन्छ। त्यसैगरी मस्तिष्क घातको सम्भावना 1.28 गुना बढी हुन्छ र यो समस्या महिलामा र युवाहरूमा अझ बढी देखिएको छ। यो भिडियो हेरेपछि तपाईको सुताइमा अब परिवर्तन हुन्छ कि हुँदैन कमेन्टमा लेख्नु होला। पक्कै पनि दर्शक पनि हामी धेरैको राति सुत्ने बेलामा चाहिँ उज्यालो बनाएर सुत्ने चाहिँ एकदमै चलन हुन्छ। यसलाई चाहिँ आजैबाट बन्द गरौँ। भिडियोलाई जनचेतनाको लागि एक शेयर चाहिँ जरुर गर्नु होला। धन्यवाद।